बालीले मार्नै खोजेको हो त यो सरकारले मलाई मार्नै खोजेको हो त उनीहरूलाई नै भोट हाल्नु भनेर जिताउनु भयो भने मैले सबै उनीहरूलाई हालेँ अनि म चाहिँ भोट हालेको ऊ चाहिँ त्यस्तै हो त मेरो कोही छैन पर्यो म अब कसैलाई केही भन्दिनँ बालीले जे गर्छ त्यही गर्छ सरकार हो नि त बालनले आफूलाई केही गर्छ भन्ने आशा छ अझै आशा छ बालिन त्यस्तो मान्छे होइन नि त मान्छेले जे भने पनि त्यस्तो गर्न त पाइँदैन नि त नयाँ मान्छेलाई हाल्नुपर्छ है भोट अरूलाई हाल्नु हुँदैन भनेर त्यस्तो भन्यो अरू कसैलाई हालेँ मैले घन्टीमा हालेँ त्यस्तो गर्यो दुईटा भोट हालेको डोजर लाउने भनेको छ म डोजर लाउस म त हिँड्छु हिँड्नै नसक्ने बुढा लिएर यो बुढो उमेरमा कहाँ जाने आमा कहाँ जानु अब जमिनभित्र जानु अब सबैजना सम्पत्ति हुनेहरूले जान्छ होला मसँग त छैन के गर्ने आमा भोलि डोजर हानु भने के गर्ने म ऊ त्यहाँ बस्छु पाल टाङ्छु अलिकता म सुत्ने ठाउँ दिनभरि नि त यहाँ त हटाउँछ अरे नि आमा हटाए पनि मलाई पाल टाङ्गेपछि त हटाउनु पाइँदैन हटाउँछु भन्छ भोलि आएर डोजर चलाउँछु भन्छ के गर्नु के गर्ने के गर्नु मर्नु